यहाँ भन्यौँ यो चाहिँ यहाँ आएर खालि हामीले ढाकछोप गर्न बोलेको चाहिँ होइन सहज्यू। यसमा हामीले जे छन् त्यही भन्या हो। त्यतिखेरको परिस्थिति त्यस्तै थियो। त्यतिखेरको परिस्थिति अहिले बिर्सियो नि त, सहकाल लाग्यो। सहकाल लाग्दाखेरि चाहिँ अब अगम्य भयो ती सबै कुराहरू। त्यसकारण त्यतिखेर जसरी पनि चुनाव गराइदियो हुन्थ्यो भन्ने कुरा अहिले परिवर्तित भयो। परिवर्तितको चाहिँ बिर्सिन सहिलो छ र फेरि पनि आउँछ चुनाव, फेरि पनि आउँछ, फेरि पनि समस्या आउँछ। खरिदका कुराहरू यति धेरै गिजोलिए कि त्यही ठेकदारका बिचमा, त्यही कम्प्युटरको बिचमा, हाम्रै साथीहरूका बिचमा, प्रहरीहरूका बिचमा, यी सबैका बिचबाट यी गिजोल्ने काम भएपछि खरिद गर्नु कि नगर्नु। पोहोर साल 23 र 24 गते पछाडि नाङ्गै ड्युटी गरेछ प्रहरीले, खाली खुट्टा गरेछ, युनिफर्म नभइकन गरेछ, साधन स्रोत नभइकन बनाएछ। एउटा पनि साधन 593 वटा सवारी साधन जलेको काठमाडौँमा, यो मुलुकमा चुनाव हुने अगाडि 1 महिना अगाडि, झन्डै 20 दिन अगाडि बल्ल दाताले दिएका सवारी साधन पाएर चुनाव गराएको हो। त्यो 6 महिनासम्म तैँले कसरी गाडी ल्याएर चलाइस्, यहाँ गस्ती पटोल कसरी गरेछ, शान्तिसुरक्षा प्रत्याभूति कसरी गरेछस् भनेर त कसैले प्रश्न सोधेन। भगवान्ले आएर चलाएको थिएनन् नि, हामीले चलाएको मागेर। र त्यतिखेर पनि हाम्रा बिग्रेका, भत्केका, छेदविच्छेद भएका चौकीहरू जनताले बनाइदियो। जनताको त्यत्रो दर्वीभूत हुने अवस्थामा सवारी साधन